नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। यो ब्लग चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ यो चाहिँ क्लस्टर हाउसको नै ब्लग हो। तर यो भिडियो चाहिँ मैले धेरै दिन अगाडि नै सुट गरेर राखेको थिएँ, तर एडिट गर्न नभएकोले बिजी भएको कारणले चाहिँ मैले अब धेरै पछि नै मिनी ब्लगहरू हाल्दैछु। अहिले चाहिँ पुरा ग्याप हुँदै अनि मेरो अब यस्तो विकली च्यालेन्जहरू पनि त्यस्तो पुरा गर्न सकेको छुइनँ। अहिले चाहिँ म किनभने निकै नै बिजी छु नि त। अनि यो चाहिँ हाम्रो चाहिँ क्लस्टर हाउस चाहिँ अहिले माथि मौरी डाँडामा डालीमा सारेको छ। अनि त्यहाँनिर गएको थियौँ म दिदीहरू, अनि हाम्रो चाहिँ सँगको अडिट हुन आँटेको थियो र त्यो अडिटको लागि खाता पत्रहरू गर्नु लागि अनि हामी यहाँ तलनिर चाहिँ जुन चाहिँ हाम्रो यो अफिसको ओनरहरू हुनुहुन्छ, रेन्टेड हो नि त, अनि ओनरकोमै जान्छौँ हामी चाहिँ चियाहरू खानु लन्चहरू गर्नु लागि चाहिँ। अनि त्यसलाई चाहिँ हामी भाडाहरू पुऱ्याइदिनु जान आँटेको थिएँ। अनि यो चाहिँ मैले 2 दिनको ब्लग चाहिँ मर्ज गरिकन चाहिँ एउटा हालेको छु। अनि त्यो नेक्स्ट डेको ब्लग हो। अब नेक्स्ट डे पनि म जान्दै थिएँ बिहानै हो। अनि यसरी गएँ, त्यहाँदेखि जाँदाखेरि चाहिँ अब यस्तो बाटो अब यस्तै छ हाम्रो चाहिँ, हिलो हिलो अत्तालिँदै जानुपर्छ हो। अनि पानीहरू लगिकन गएको थिएँ। अनि यहाँनिर चाहिँ म आधा बाटो पुगिसकेको थिएँ, तर दादा आउँदै थियो र चाहिँ तल ग्राउन्डसम्म चाहिँ पुऱ्याइदिन्छु स्कुटीमै भनेर भनेको थियो। अनि नानीलाई पनि सिधै दादाले चाहिँ स्कुल लगेर जान्छ नि त। अनि नानीलाई मिठाईहरू किनिदिएर नानी र दादा चाहिँ गयो। अनि म चाहिँ यहाँनिर चाहिँ गाडी पर्खेँ, दिदी आउनुहुँदै थियो र। अनि यो चाहिँ हामी पहिला पढेको स्कुल हो। यहाँ हेर्नुहोस् स्टुडेन्टहरू देख्दाखेरि चाहिँ हाम्रै स्कुल लाइफ नै याद आयो। साथीहरूलाई पनि धेरै मिस गरेको छु। इफ मेरो ब्लग हेर्दैछ भने तिमीहरूलाई पनि स्कुल देख्दाखेरि धेरै सम्झ्यो हो। अनि त्यसले कामहरू आदि गरिसकेपछि चाहिँ लन्च गर्ने बेला भएको थियो। अनि यसरी लन्च गऱ्यौँ। लन्च गरिसकेपछि यहाँनिर चाहिँ जो ओनर हुनुहुन्छ अफिसको, उहाँको चाहिँ सानोबडे नानी छ नि त। अनि नानीसँग एकछिन यहाँनिर केही दिदीहरू चाहिँ यहाँनिर बात गर्नुहुँदै थियो। अनि त्यो बात गरिसकेर फेरि हामी लाग्यौँ, हाम्रो काम थियो गर्नुपर्ने हो। अनि यसरी जाँदै थियौँ। त्यो माथि नै जानुपर्छ नि त तलबाट नै, त्यो वेदर पनि मजाको भइरहेको थियो। फेरि हामी आफ्नो काम गर्नुपट्टि लाग्यौँ यसरी। अनि काम गरिसकेर बिचरा त्यहाँ दिदीले चिया पनि ल्याइदिनु भएछ। अनि चिया पिएर चाहिँ त्यसलाई चाहिँ घर